अब यो सफारीहरूको एकदमै मैले पनि देखेको यहाँ चाहिँ बजारमा अस्त व्यस्त छ। त्यो न ब्रेक लगाउने न किसिमले के गर्ने भन्ने किसिमको आन्तरिक मामिला मन्त्रीजीसँग पनि अस्ति मेरो यो मैले आफै देखेर सल्लाह किसिम गरेको थिएँ र अहिले मोरङको प्रमुखलाई पनि स्मृति गरेर अहिले हामीले यसमा एउटा अभियान चलाउन लाग्छौँ। अब के भनेदेखि यो जुन सफारीहरू छन् अब यो अनुमति त प्रहरीले दिँदैन। प्रहरीले जति आएको छन् त्यसलाई व्यवस्थित गर्ने काम हामीले गर्ने हो। त्यो व्यवस्थित गर्ने काममा अब त्यो सबैले सहयोग हामी अपेक्षा गर्छौँ र यसमा चाहिँ अहिले हामीले एउटा सुरक्षित चालक भनेर एउटा भेस्टहरू गराउने, त्यसको सबै मापदण्डहरू जाँच्ने, त्यो कुन अवस्थाको छ त्यसको सबै कुराहरू सवारी साधन ठिक छ कि छैन र त्यसको सबै हामीले एउटा मापदण्ड र सबै जाँच भएपछि त्यसलाई चाहिँ सुरक्षित चालक भनेर एउटा भेस्ट लाउन दिने र त्यो चालकले चाहिँ यात्रुहरूलाई चाहिँ एउटा सजग के गराउने भनेदेखि त्यो लगाएकोमा मात्रै यात्रा गर्ने भन्ने किसिम र त्यो जति लगाउँछ त्यसलाई एउटा क्लास लिने भन्ने एउटा हामीले यो सोचेका छौँ। यो छिटै हाम्रो आन्तरिक मानव मन्त्रीसँग कुरा भएको छ र उहाँले त्यसको व्यवस्थामा गर्छु भन्नुभएको छ। यो सिटी चालकहरू कुरा गर्नुभयो र यो सिटी चालकहरू धेरै किसिमको कुराहरू पनि छन्, अन्य किसिमका कुराहरू